Hello everyone, welcome back to a brand new video, welcome back to my channel. And in today's video I'm going to reveal my new bike. It's going to be a surprise. As you guys might have known, which bike I'm going to purchase. So let me turn on the rear camera. I'm going to show you guys. Let's see. Be excited for it. You can see my new bike. I'm washing it right now. It's a D390 BS4 2019 last model. So this is how it looks. I'm washing it right now. Wash गरेपछि यसको पूजा गर्नुपर्छ. मैले हिजो भर्खर ल्याएको राति. So पहिला पूजा गर्नुपर्छ धुएर मजाले सफा गरेर and I'm going to make it mine first. पहिला मडगार्ड खोल्ने, ग्र्याब रेल खोल्ने. मैले मिरर चाहिँ खोलिसकेको छु. The first move I do on any bike. अनि नम्बर प्लेट्सहरु अहिले प्रिन्ट गर्नुपर्ने छ. So let's go. Let's wash it first. पूजा चाहिँ कम्प्लिट भइसक्यो. पूजा चाहिँ जहिले मम्मीले नै गर्नुहुन्छ. मलाई चाहिँ त्यति धेरै आउँदैन. सो मम्मीलाई नै गराउँछु. सी डज इट वेल. एज यु गाइज क्यान सी. फाइनली अब यो चाहिँ मेरो भइसक्यो. एन्ड अब चाहिँ यसमा अलिकति आफ्नो टच दिन बाँकी छ. स्पेसली दिस ग्र्याब रेल मलाई मन पर्दैन. आई वान्ट द लाइक क्लिन लुक, टेल टाइडीवाला फ्रेस लुक. यो पनि खोलिदिन्छु मेबी भयो भने. तर नम्बर प्लेट र इन्डिकेटर चाहिँ राख्नुपर्छ. फर मी द्याट्स म्यान्डेटरी. बट लेट्स सी कहिले काहीँ लुक्सको लागि गर्नुपर्छ. एन्ड दिस मोड अगाडि यो चाहिँ यसरी नै राखिदिन्छ. यो पूजाको सिग्नेचर बाँकी हुन्छ क्या, जहिले पनि याद हुन्छ. सो या पूजा चाहिँ भइसक्यो. बाइक लगभग क्लिन नै थियो. मैले डिप वास चाहिँ गराएको छैन, नर्मल वास गराएको थिएँ. एज यु गाइज क्यान सी. एन्ड अब लेट्स रिमुभ दिस है त. हटाउँ अनि यो मडगार्ड पनि हटाउँ. अनि त्यसपछि चाहिँ अहिले इन दिस भिडियो हेर है त. आजको लागि यति नै. एन्ड अझै अपकमिङ भिडियोजमा धेरै नै कुरा आउनेछ. धेरै नै मोड्स अल अफ इट. किनभने आज धेरै नै अडियो बजिरहेको छ क्या. बिहानै बिहेछ चारैतिर. सो आई कान्ट इभन टक प्रोपरली. त्यही भएर चाहिँ म त्यति लङ भिडियो चाहिँ बनाउन खोजिरहेको छुइनँ. सो लेट्स डु इट फर्स्ट. अनि अझै धेरै नै बाँकी छ यसमा मोड्स. स्टन्टिङको लागि फर्स्ट अफ अल मैले किने हो यो बाइकलाई. अब यसमा चाहिँ अझै क्वालिफाई गर्नलाई, अझै मेन्टेन गर्नलाई, आफ्नो अझै स्किल इम्प्रुभ गर्नलाई मैले किने हो खासमा यो D390. अब लेट्स सी हाउ डज इट गोज है. त्यसरी नै अपडेट दिँदै जान्छु. यो ब्लग चाहिँ यति नै हुनेछ यो भिडियो. यसमा चाहिँ म मोटो ब्लग गर्ने छुइनँ किनभने धेरै नै लाउड छ क्या. सो या द्याट्स इट. सबै काम भइसक्यो. पूजा सबै भइसक्यो. बाइक इज नाउ अफिसियली माइन. मैले सबै लुक्स पर्पोजको लागि मोडहरू पनि खोलिदिइसकेँ. ग्र्याब रेल्स पनि. नाउ यु गाइज क्यान सी द लुक हाउ शार्प एन्ड स्लिक इट्स लुकिङ. अनि रियर टायर पनि कस्तो सेक्सी देखाएको छ मोडहरू खोलेपछि. यसले गर्दा त मोड स्प्यासेस आउँछ पानी पर्ने ठाउँमा र पानी भएको ठाउँमा. बट स्टिल आई म्यानेज इट. लुक एट द लुक्स फर्स्ट. यसले गर्दा चाहिँ लोभ्याउँछ. अरू केही कुरा डाउन साइड देखिँदैन क्या. सो त्यति नै थियो यो भिडियोको लागि, आजको लागि. दिस इज जस्ट इंट्रोडक्सन है.
त्यो बाइकको म प्रोपर भिडियो चाहिँ अलिक पछि बनाउँछु। अहिले चाहिँ जस्ट मैले आज पूजा गरेको र घर ल्याएको पूजा गरेको भिडियो बनाएको। सो यति नै थियो यो भिडियोको लागि। अनि यो बाइकको डिटेल्स बुझ्न चाहनुहुन्छ भने यो चाहिँ 2019 लास्ट मोडलको लास्टै भनौँ न लास्ट भर्जन BS4 वाला हो। अनि यो चाहिँ अहिले 6500 जति कुदाएको छ। 2019 लास्ट मोडल BS4 को यो लास्टै मोडल हो। अनि अरू कुरामा फर्दर डिटेल्समा भन्दै जान्छु। बाइक इज लाइक ब्रान्ड न्यू, पुरै नयाँ नै छ। यो भिडियोको लागि यति नै। अहिले म हतारमा छु, मलाई कतै बाहिर जानुपर्ने छ। सो I'll catch you guys in the next one. I hope you guys like this video. If you guys did, please drop a like and please comment as well. Congratulations, सायद जेसुकै भनेर कमेन्टले गरेर इन्गेजमेन्ट बढ्छ अनि लाइकले गरेर पनि। एन्ड प्लिज सेयर विथ योर फ्रेन्ड्स जसलाई 390 मनपर्छ, यस्तो लुक्सहरू मनपर्छ, यस्तो मोड्सहरू गरेको अझै ब्याङ्गर चिजहरू आउन बाँकी नै छ, मोड्स, एक्सटर्न्स, अ लट अफ थिङ्स। सो प्लिज स्टे सब्सक्राइब फर द्याट, नभए चाहिँ धेरै कुरा मिस गर्न सक्नुहुन्छ। एन्ड प्लिज वाच माई भिडियो टिल द एन्ड। अब चाहिँ धेरै नै मेहनत गरेर आएको छु, बाइक पनि लिएँ 390। सो I'll try my best to upload regularly and do a lot of stops. So yeah, that's all for this video. I hope you guys liked it. If you guys did, please like this video and please subscribe to my channel. And I'll see you guys in the next one. I'll catch you guys in the next one. Till then, ride safe, ride hard. Always wear your riding gears. Always wear your helmet. And ride safe. Peace out. Bye bye guys. Bye bye. अझै केही क्वेरीज र क्वेसन छ भने बाइकको बारेमा प्लिज कमेन्ट अन मी, म सबै एन्सर गरिदिन्छु। अहिले चाहिँ म हतारमा छु, पछि यसको प्रपर भिडियो बनाउँछु। आजको लागि जस्ट यो इन्ट्रोडक्सन भिडियो हो। अनि यो लुक्सको लागि यो खोलिदिएको जस्ट यो भिडियो बनाएको। दिस इज हाउ इट लुक्स। पहिला चाहिँ बिफोर हेर्नुभयो होला, अहिले चाहिँ आफ्टर हेर्नुहोस्। एन्ड या द्याट्स इट। बाई बाई गाइज, बाई बाई। अहिले चाहिँ म हतारमा छु। I'll catch you guys in the next one. पिस। फुल स्टार्ट गरेर साउन्ड सुनाइदिउँ न है। पहिला यो 5 बुट अप होस्। हेर्न सक्नुहुन्छ 6600 किलोमिटर। TFT पनि न्यू मोडलवाला छ, BS6 वाला। यो चाहिँ लास्टै मोडल हो क्या BS4 हो। हेर्न सक्नुहुन्छ यहाँबाट बेन्ड पाइप गएको, यसले गर्दा चिनिन्छ। सो त्यो पछि डिस्क्राइब गर्छु म बाइकको बारेमा। लेट्स गो स्टार्ट इट। इन्जोय द साउन्ड। सब फलफुल छ अरे, भाइब्रेसन धेरै छ। Look at that. Sexy man. सो अहिले वार्म अप भएको छैन, म पछि अलिकति वार्म अप भएपछि साउन्ड सुनाउँछु। सो वेट। कस्तो सेक्सी देख्यो लाइक दिस। वार्म अप नै भएको छैन यार। अलिकति साउन्ड सुनाइदिन्छु म, अलिकति मलाई अझै अपकमिङ भिडियोमा अझै प्रपर भिडियो बनाउने छु म। आज चाहिँ हतारमा छु। सो या गाइज, इन्जोय इट। पिस आउट।